the moment. Tonight is the night. We'll fight till it's over. So we put our hands up like the ceiling can't hold us. Guys, जस्तै कि तपाईहरुलाई भने मेरो अगाडिको ब्लगमा भनेको थिएँ 72 आवर्समा चाहिँ हिसाब अलिक कम्ती दिएछ है। त्यसमा चाहिँ 12 घण्टा प्लस गर्न बिर्सेछु। 72 मा 84 आवर्स ड्युटी है। र त्यसमा चाहिँ अब यसै छ। फर्स्टको डे त मैले हिजोको डे चाहिँ सुट गरेन किनभने होटलमा गेस्ट पुरा थियो हैन। त्यो भएर मैले क्यामेरा फोन हातमा छुने पनि चान्स पाएन। अस्ति चार्ज गरेको फोन 100% अहिलेसम्म 52% छ। जुन चाहिँ कि मैले राति युज गरेँ है। र तपाईलाई राति मात्रै कति किन देखाउनु भनेर त्यही भएर आज भ्लग फेरि म यहाँबाट सुरु गर्दैछु। र हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी राहुल एन्ड वाचिङ 1997 भ्लग। र गाइस आज भ्लग चाहिँ यस्तो नै छ है। र आज म के गर्छु के गर्दिनँ हैन। सर्ट पनि 2 दिन जस्तो भइसक्यो। अब चेन्ज गर्न जान्छु आज हैन। अहिले जान्दिनँ, राति जान्छु। अन्त राति चाहिँ घरमा नानीहरू पनि छ है, बुढी पनि छ, लुना पनि छ। उनीहरूलाई पनि भेटेर आउँछु। र फ्रन्टको फ्ल्यास बालेर गएको गाइस अलिक देख्दै रहेछ, न त अन्धेर रहेछ यहाँ पनि गाइस। यतिको क्लियरिटी र ठिकै छ, तपाईहरु देखिहाल्नुहुन्छ है। र मेरो भोइस पनि आउँदैछ कि आउँदैछ थाहा छैन। जिभ र पिल्चेको कारणले अलिकति मुख भारी भइरहेछ। पिल्चेको भन्दा पनि घाउ टाइपको पोका टाइपको आइरहेछ जिभमा योपट्टि हैन। त्यही भएर गाइस अझै के हुन्छ कसो हुन्छ अगाडि भ्लग हेरिरहनुहोस्। र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनुहोस्। र मेरो टाउको सिधा माथि एसी पनि छ, जुन चाहिँ अहिले कामै छैन गान्तोकमा है। र बोर्डरुम भित्र चाहिँ अहिले चाहिँ बोर्डरुमको हालत चाहिँ यस्तो छ। यो बेडहरू छ है, यस्तो छ। अन्त गाइस तपाईलाई म अब फेरि एकछिनबाट भेट्छु। भ्लगमा अझै के हुन्छ म तपाईलाई देखाइबस्छु। गुड इभिनिङ गाइस सबैलाई। उयो हाल्छ नि सब्जीतिर त्यो दौरा जस्तो हाल्छ नि के हो त्यसको नाम? हाम्रो दसैँ यस्तो हाल्छ ए तिमीले क्रिस्चियन पो त। अब दसैँ चाहिँ यहाँ होटलमा यस्तो हुँदैछ है। म चाहिँ पढेँ क्रिस्चियन हैन। रम खान त पाएँ नि, खाना चाहिँ पसात हैन। हैन हो किरण, तिमी चाहिँ किन नगएको अरे दसैँ मनाउनु? हामी दुटो पढिहाल्छ यो पालि। उसको त अब घरै यहीँ पढिहाल्यो हो। त्यही भएर उसको त ससुराली जाँदैछ नि। ससुराली कसले अब यो पछि चाहिँ मेरो पनि खाना खाने जस्ट सर्वेको लागि सर्वे पऱ्यो चेकिङ लाग्दै हाम्रो प्रशान्त भाइ हाई गरिदेऊ न। हेलो नमस्कार। म चाहिँ हाम्रो किचनको इन्चार्ज हो चाहिँ ए पकडा पोल खोल्दैछ है, भ्लगमा पोल खोल्दैछ। र गाइस अझै बेसी पोल खोलिन्छ है। म तपाईँलाई एकछिनभन्दा फेरि भेट्छु। र गाइस अहिले चाहिँ अलिक रुमपट्टि गएको है, किनभने ड्रेस चेन्ज गर्नुपर्ने छ है। अलिक गन्दै लाग्नु थाल्यो कि चेन्ज गर्न गएको, त्यो भएर एकछिन जान्छु। र मलाई ल्याउनु चाहिँ गएको छ होइन गाइस। किन चिनी लैजाउँ भनेको झन् पनि र अब रुममा गएर फ्रेस फ्रेस भएर तपाईँलाई अब फेरि भेट्छु। अब तपाईँहरूमा के देखाउँछ भने चाहिँ वेदरहरू चाहिँ आज गान्तोकको कस्तो छ। 3, 2, 1 गो। एकदम धुम्मा पारिको डाँडा तलको घरहरू के देखेको छ नि। यहाँ चाहिँ घर एउटा छ, कम्ती देखिरहेछ। चाहिँ 4th फ्लोरबाट गरेको यो चाहिँ यस्तो छ। हल्का कता देख्दो रहेछ यहाँनिर चाहिँ यो ठाउँमा चाहिँ यसो छ। रेस्टुरेन्ट सेभेन भयो एउटा रुम। यता यो साइड पनि त्यही छ हालत।
यस्तै छ गाइस अहिले तपाईँलाई काम सकेर त्यहाँदेखि हेर्छु त गाइस आज लास्ट डे भनेको त होइन रहेछ है हिजो आज पनि गर्नु पऱ्यो ड्युटी मतलब 4 दिन कन्टिन्यू बस्यो एप्रोक्सली 86 आवर्स चाहिँ भइसकेको छ ड्युटी गरेको कन्टिन्यू है 4 दिन त्यही भएर गाइस अब बल्ल एकछिन बाहिर निस्किन पाएँ है बजार जानु अरे त्यही भएर अब म हाम्रो रिसेप्सनको जो म्यानेजर छ उसँग बजार जान आएको र तपाईँलाई म त्यहाँ भेट्छु फेरि गाइस गुड मर्निङ है आज चाहिँ मेरो थर्ड फोर्थ डे है 72 आवर्स पनि बढेर अहिले 86 आवर्स भइसक्यो होइन अहिले मर्निङ तपाईँले मेरो दामी भ्यू देखाइदिन्छु ल बस रेडी होला होइन 1 2 3 गो गाइस हेर्नु चाहिँ बिहान यस्तो फ्रेस हावा र फ्रेस नजारा पर्दा कस्तो मजा हुन्छ है तल सोकेटाङ गाइस वाट अ लभली भ्यू बिहानै र यता चाहिँ हाम्रो सबिक यो पनि भिडियो लिँदैछ स्टोरीको लागि होइन सबिक मर्निङ गर्दा मर्निङ उसै कोलकाता है र फाइनली गाइस ड्युटी पनि सक्यो टास्क पनि सक्यो हो 3 दिनको च्यालेन्ज थियो तर 4 दिन भयो 4 दिन किन भयो भने चाहिँ जे चाहिँ भाइ आउने वाला थियो त्यो भाइ आइदिएन ड्युटी होइन त्यही भएर र गाइस अब चाहिँ रेस्ट गर्ने टाइम हो अब यहाँदेखि अगाडि लामो बनाउँदैन भिडियो होइन अब रेस्ट गर्छ 8 घन्टा होइन 8 घन्टा रेस्ट गरेर त्यहाँदेखि नाइटको लागि म फेरि जान्छु किनभने म चाहिँ छुट्टी लिँदिनँ अहिले होइन अब इन फ्युचर म लिन सक्छु केको लागि लिन्छु तपाईँहरू सबैले त्यो देखाउँछु र आजको भिडियो कस्तो लाग्यो के लाग्यो लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्नुहोस् नबिर्सिनुहोस् होला र सपोर्ट गर्नु नबिर्सिनुहोस् होला गाइस र गाइस ढिलो नगरी बाई